एक दिनको कुरा थियो। म एकान्त कुना बस्दै खबर पढ्दै थिएँ। त्यति बेला नै मेरो एउटा खबरमा आँखा गयो र त्यो खबर थियो काठमाडौँ इज द नम्बर 1 पोल्युसन सिटी इन द वर्ल्ड। र त्यो सुन्दा मेरो दिमागमा एउटा खुराफाती कुरा चल्यो। वाट इफ काठमाडौँको सबभन्दा सफा र काठमाडौँको सबभन्दा फोहोर ठाउँ कुन हुन सक्छ? र त्यही जान्नको लागि मैले यस्तो गरेँ। सो त्यसैले नै म आज काठमाडौँको सबभन्दा सफा र सबभन्दा फोहोर ठाउँ भिजिट गर्नेवाला छु। सो तपाईँले के लाग्छ, म सबभन्दा अगाडि कुन ठाउँ जान्छु होला? सबभन्दा सफा ठाउँ कि सबभन्दा फोहोर ठाउँ? अहिले आइसकेँ म सबभन्दा काठमाडौँको फोहोर ठाउँ गङ्गाबु बस पार्कमा। म चाहिँ च्यालेन्ज स्टार्ट गरेर आएको थिएँ। त्यति बेला नै दाइ भेटिनु मसँग। अनि दाइ, गङ्गाबु बस पार्क चाहिँ सबभन्दा फोहोर ठाउँ भनेर भनिन्छ। के कुरा साँच्चै हो कि झुटो? भन्नाले अब बस पार्क त अब बालनसाले आयो। तपाईँले चाहिँ काठमाडौँमा सबैभन्दा फोहोर लाग्ने ठाउँ कुन हो? काठमाडौँमा सबसे बढी फोहोर लाग्ने भनेको तपाईँको एउटा यो माछा पोखरी भयो, यो नाली फाली भयो, अनि एउटा त्यो पशुपति। अनि सबभन्दा सफा लाग्ने ठाउँ? सफा लाग्ने ठाउँ भनेको एउटा कोटेश्वर छ, कलङ्की छ। हजुर के काम के गर्नुहुन्छ? म त अब अहिले काम केही गर्नु, म यतिकै बस्ने हो, रिल्याक्स पारेर खाएर हिँड्ने हो। सबैले लाइक गर्नु, सब्सक्राइब गर्नु, ब्याङ्ग यसो हानिदिनु। दाइ थोरै नृत्य गर्नुहुन्छ अरे, नाच्नुहुन्छ अरे। ल दाइको डान्स हेरौँ है आज। Baby, I'm hype. Baby, I'm hype. What a sexy dance. I was born on Mars. It makes sense cause I feel like a star. Take it out to eat, I order the large. Charge up like a Cybertruck car. Used to live when I was broke. Now I'm in Miami on a boat. Heard you like that, girl, I got a hold. If you got 2 friends, it's cool. I'm hype. बट बिफोर टेस्टिङ मैले चाहिँ 3टा मेथडबाट कम्पेरिजन गर्नुपर्ने छ दुईटै ठाउँलाई। र पहिलो मेथड हो मोजा लाएर, एन्ड सेकेन्ड चाहिँ मास्क लाएर, एन्ड थर्ड चाहिँ ओभरअल 10 मा रेटिङ गरेर। सबभन्दा पहिलो टेस्ट मोजा लाएर टेस्ट गरौँ। सो फाइनली चाहिँ मैले मोजा लाइसकेँ। एज यु क्यान सी। अब हेरौँ काठमाडौँको सबभन्दा फोहोर ठाउँको रोड कतिको फोहोर छ। लेट्स गो। सो फाइनली चाहिँ म 500 किलोमिटर जति हिँडिसकेँ। अब हेरौँ रिजल्टै फाइनली कतिको फोहोर रहेछ। काठमाडौँको सबभन्दा फोहोर ठाउँको बाटो चाहिँ यस्तो आउँछ रिजल्ट। सो लेट्स गो। अब जाउँ सेकेन्ड टेस्ट गर्न। बाई। र अब सेकेन्ड टेस्टको लागि हामी मास्क लगाएर ट्राई गर्नेवाला छौँ। बट हिजो पानी परेको कारणले चाहिँ यहाँ आज धुलो माटो खासै उडिरहेको छैन। र त्यसैले यो चाहिँ सेकेन्ड टेस्टमा चाहिँ पास हुन्छ, किन भन्दाखेरि आज धुलो माटो केही पनि उडिरहेको छैन, एन्ड मास्क लाउने कुनै पनि जरुरत लाग्दैन मलाई। सो अब जाउँ हामी थर्ड टेस्टमा। र थर्ड टेस्ट के हो भन्दाखेरि यसलाई चाहिँ ओभरअल रेटिङ गर्ने 10 मा यो कतिको फोहोर छ भनेर। र यसलाई चाहिँ म 10 मा 7 रेटिङ गर्छु ओभरअल सबभन्दा फोहोर ठाउँमा काठमाडौँ। अब हामी मुभ गरौँ नेक्स्ट सबभन्दा काठमाडौँको सबभन्दा सफा ठाउँमा। 3, 2, 1 गो। र अहिले आइसकेँ म सबभन्दा काठमाडौँको भिआइपी र सबभन्दा सफा ठाउँ दरबार मार्गमा। र यहाँ हामी डिफ्रेन्ट टेस्टहरू गर्नेछौँ। फर्स्टमा हामी मोजा लाएर चेक गरौँ। गाइज हेर्न सक्नुहुन्छ, यो चाहिँ फोहोर मोजा होइन है। एज यु क्यान सी, नयाँ मोजा लाएर चेक गर्ने हो, नयाँ मोजा लाएर। सो फाइनली मैले चाहिँ हिँडेँ। अब हेरौँ फाइनल रिजल्ट हाम्रो सक्सको। एज यु क्यान सी द फाइनल रिजल्ट। के लाग्छ यो प्रतिक्रिया तपाईँ कमेन्टमै भन्नु होला है। काठमाडौँको सबभन्दा सफा ठाउँमा हामी के यस्तो एक्सपेक्ट गर्न सक्छौँ? अब हामी जाउँ सेकेन्ड टेस्टमा, जहाँ चाहिँ हामी मास्क लगाएर टेस्ट गर्नेवाला छौँ। बट यस्तो सफा ठाउँ र यस्तो क्लिन ठाउँमा हामीले मास्क लाउनु जरुरत छ त? मलाई त लाग्दैन जस्तो लाग्छ, किन भन्दाखेरि केही पनि छैन यहाँ चाहिँ, सबै क्लिनै छ र धुलो माटो पनि केही पनि उडिरहेको छैन। एज यु क्यान सी around. सो मेरो विचारमा मास्कको कुनै जरुरत छैन जस्तो लाग्छ। सो हामी मास्क चाहिँ फालिदिनुपर्छ। कुरा गरौँ अब रेटिङको। ओभरअल काठमाडौँको सबभन्दा सफा ठाउँ दरबार मार्गलाई म 10 मा 8 रेटिङ गर्छु। 2 मास्क केमा काट्छु भन्दाखेरि यसको मैले सोचेको जस्तो सफा रहेन रहेछ, किन भन्दाखेरि मोजामै यति धेरै फोहोर देखिरहेको थियो। सो त्यसको लाग्दा हल्का म चाहिँ डिसपोइन्ट भयो। तर ओभरअल 10 मा चाहिँ 8 चाहिँ डिजर्भ गर्छ, किन भन्दाखेरि ठाउँ राम्रो छ, सिस्टमेटिक छ, अर्गनाइज छ, एन्ड इन्भाइरोमेन्ट राम्रो छ, एन्ड सबै चिज व्यवस्थित छ।
एन्ड द्याट्स अल फर द भिडियो। र काठमाडौँको सबभन्दा फोहोर र सबभन्दा सफा ठाउँ यसरी नै हामी अन्त्य गर्छौँ। मिल्नेछौँ नेक्स्ट भिडियोमा। राम्रो राम्रो भिडियो आउनेछ है फ्युचरमा। सो मलाई सपोर्ट र साथ दिनुहोस्। यही भन्दै लेट्स गो।